आज हामी समसामयिकको दोस्रो दिनमा छौँ। हिजो हामीले समसामयिकको केही महत्त्वपूर्ण धेरै धेरै नै इम्पोर्टेन्ट कुराहरूको बारेमा छलफल गरेका थियौँ भने आज हामी त्यहीँबाट उता चाहिँ कन्टिन्यू छलफल गर्छौँ है आजको कक्षामा। आज चाहिँ हामी विभिन्न सूचकाङ्कमा नेपालको स्थानहरू अनि केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस र तिनीहरूका नाराहरूको विषयमा आजको कक्षामा चाहिँ विशेष छलफल गर्नेछौँ। ल अब क्वेसन है समसामयिकको आज पनि। ल मिस नेपाल 2024 मिस नेपाल 2024 बन्न सफल सुन्दरी को हो भनेर सोध्यो भने आसमा कुमारी केसी भन्। आसमा कुमारी केसी मिस नेपाल 2024 आसमा कुमारी केसी भने मिस्टर नेपाल 2024 मिस्टर नेपाल 2024 चाहिँ को भयो त भन्दा सन्तोष लोकसामान्य मान्छे, सन्तोष लोकसामान्य। त्यस्तै मिस वर्ल्ड 2024 मिस वर्ल्ड 2024 अथवा यो खासमा 2023 को लागि 2023 को लागि 2024 मा भएको थियो भनेर बुझ्नुपर्छ है। खासमा यो 2023-24 भन्न सकिन्छ यिनलाई, किनकि भएको चाहिँ 24 मा तर 23 को लागि हो। भनेपछि मिस वर्ल्ड 2023-24 चाहिँ को भयो त भन्दाखेरि क्रिस्टिना पाइस्कोभा, क्रिस्टिना पाइस्कोभा। यिनी चेक रिपब्लिक भन्ने देशकी हुन् है, चेक गणतन्त्र अथवा चेक रिपब्लिक भन्ने देशकी हुन् क्रिस्टिना पाइस्कोभा भन्ने यिनी चाहिँ। त्यस्तै टाइम पर्सन अफ द इयर, टाइम पर्सन अफ द इयर 2024 बन्न सफल व्यक्ति के हो? वर्षभरिको सबैभन्दा बढी चर्चामा रहने व्यक्तिलाई टाइम पर्सन अफ द इयर को उपाधिले प्रदान गर्ने गरिन्छ र यसपालिको को त डोनाल्ड ट्रम्प। टाइम पर्सन अफ द इयर 2024 डोनाल्ड ट्रम्प हो। त्यस्तै सन् 2025 को 97औं ओस्कर अवार्ड जित्ने चलचित्र कुन हो? सन् 2025 को 97औं ओस्कार अवार्ड जित्ने चलचित्र कुन हो? चलचित्र क्षेत्रमा दिइने सबैभन्दा ठुलो पुरस्कार ओस्कार अवार्ड हो र ओस्कार अवार्ड 2025 को जित्ने चलचित्र चाहिँ को हो त? अनुरा भन्ने चलचित्र। अनुरा भन्ने चलचित्रले चाहिँ 2025 को 97औं ओस्कार अवार्ड चाहिँ जित्यो। र सन् 2025 मा सन् 2025 को ओस्कार अवार्डमा नेपालबाट पठाइएको चलचित्र कुन थियो? नेपालबाट पठाइएको चलचित्र यो अनुरा भन्ने चलचित्रले ओस्कार अवार्ड जितिरहँदा नेपालबाट चाहिँ कुन चलचित्र हामीले पठाएका थियौं भन्दाखेरि नेपालबाट चाहिँ साम्बाला भन्ने चलचित्र हामीले पठाएको थियौं, जसले पहिलो राउन्ड पनि पार गर्न सकेको थिएन।
त्यस्तै ग्रामी अवार्ड हेर्नु है, ग्रामी अवार्ड 2025 सङ्गीत क्षेत्रमा दिइने चलचित्र हो है, यो सङ्गीत क्षेत्रमा दिइने पुरस्कार हो भनेर बुझ्नु पर्यो। यो ग्रामी अवार्ड केसँग सम्बन्धित छ? सङ्गीतसँग सम्बन्धित छ। यो धेरैवटा विधामा दिन्छ, त्यसमा पनि हामीले तिन चारवटा विधा चाहिँ कसले पायो भनेर जानकारी लिनुपर्छ ग्रामी अवार्डबाट। ग्रामी अवार्डको यसको हुन्छ विभिन्न विधाहरू। एउटा हुन्छ एल्बम अफ द इयर, वर्षभरिको उत्कृष्ट एल्बम। एल्बम अफ द इयर चाहिँ काउबॉय भन्ने एल्बम हो। एल्बम अफ द इयर काउबॉय, र यो लेखेको अथवा यो कसको एल्बम हो, कुन कलाकारको भन्दाखेरि बियोन्सेको। बियोन्से भन्ने कलाकार महिला। त्यस्तै अर्को हुन्छ सङ अफ द इयर, सङ अफ द इयर अथवा वर्षभरिको उत्कृष्ट गीत। सङ अफ द इयर चाहिँ नोट लाइक अस भन्ने गीत भयो है, नोट लाइक अस भन्ने, यो चाहिँ केन्ड्रिक लामार भन्ने, केन्ड्रिक लामार भन्ने कलाकारको गीत हो नोट लाइक अस भन्ने। र यसपालि धेरै चर्चामा रहेको, धेरै विधा जित्ने पनि केन्ड्रिक लामार हो। यसले एउटा मात्र होइन, 4-5वटा विधामा चाहिँ जितेको थियो केन्ड्रिक लामारले है त। त्यस्तै अर्को रेकर्ड अफ द इयर, रेकर्ड अफ द इयर, रेकर्ड अफ द इयर पनि यही नोट लाइक अस भन्नेले जित्यो अथवा केन्ड्रिक लामारकै गीतले जित्यो, केन्ड्रिक लामारले नै जितेका थिए यो रेकर्ड अफ द इयर। र बेस्ट न्यू आर्टिस्ट भनेर एउटा दिन्छ, बेस्ट न्यू आर्टिस्ट। यो अवार्ड चाहिँ कसलाई दियो? बेस्ट न्यू आर्टिस्टको अवार्ड चाहिँ चप्पल रोन भन्ने, चप्पल रोन भन्ने कलाकारलाई चाहिँ बेस्ट न्यू आर्टिस्टको अवार्डले सम्मान गरियो। ल यति लेख्नुहोस्। ल भएपछि भयो भन्नुहोस् है, यसलाई मेटाएर अगाडि बढाउन हामी। ल केन्ड्रिक लामार,
ल कुन कन्ट्रीको अरे अमेरिकाको। ल भयो भने मेटाउँ। ल अब हेर्नु, अब चाहिँ म तपाईँहरूलाई के लेखाइदिन्छु भने एकदमै इम्पोर्टेन्ट र प्राय एक्जाममा म्याक्सिमम सोधिरहेको हुन्छ, विभिन्न सूचकाङ्कमा नेपालको स्थान अथवा कुन सूचकाङ्कमा नेपाल कतिौँ स्थानमा रहेको छ भन्ने कुरा। त्यो सूचकाङ्कमा हुन्छ फेरि धेरै थरीका कुराहरू हुन्छ, कति अङ्क ल्यायो, सबैभन्दा धेरै अङ्क ल्याएर 1 नम्बरमा हुने देश कुन हो, सबैभन्दा कम अङ्क लिएर लास्टमा पर्ने देश कुन हो भन्ने धेरै हुन्छ। तर हामी यहाँ त्यस्तो गर्दैनौँ, हामी चाहिँ एक्जाम ओरिएन्टेड एकदमै सम्भावना भएका कुन सूचकाङ्कमा कतिौँ स्थान। पछिल्लो ट्रेन्ड हेर्दा पनि लोकसेवा आयोगले कसरी सोधेको छ त, कुन सूचकाङ्कमा नेपाल कतिौँ स्थानमा छ, र धेरैभन्दा धेरै सोधेका र अब सोध्न सक्ने सम्भावना भएका 8-9 वटा सूचकाङ्कहरूको एकदमै हाई चान्स भएको सोध्नको लागि त्यसको ठ्याक ठ्याक म एकदम चाहिने कुरा मात्र यहाँ टिपोट गराइदिन्छु है त। टाढा किन जानु, भ्रष्टाचारबाट सुरु गरौँ है। विभिन्न सूचकाङ्कमा नेपालको स्थान। विभिन्न सूचकाङ्कमा नेपालको स्थान। ल भ्रष्टाचारबाटै सुरु गरौँ। भ्रष्टाचार सूचकाङ्क 2024। भ्रष्टाचार सूचकाङ्क 2024 मा नेपाल कतिौँ स्थानमा छ भनेर सोध्दा नेपाल भ्रष्टाचार सूचकाङ्क 2024 मा 107औं स्थानमा रहेको छ। त्यस्तै विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क। विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क 2024 मा नेपाल 74औं स्थानमा रहेको छ। त्यस्तै विश्व खुशी सूचकाङ्क 2025 आइसक्यो यो। 2025 मा नेपाल कतिौँ स्थानमा छ भने 92औं स्थानमा रहेको छ। विश्व खुशी सूचकाङ्क 2025 मा नेपाल 92औं स्थानमा रहेको छ। त्यस्तै विश्व शान्ति सूचकाङ्क विश्व शान्ति सूचकाङ्क 2024 मा नेपाल शान्तिमा चाहिँ 80औं स्थानमा रहेको छ। त्यस्तै मानव विकास सूचकाङ्क 2024 मा नेपाल कतिौँ स्थानमा छ भने 146औं स्थानमा। र नेपालको हालको मानव विकास सूचकाङ्क कति रहेको छ भने चाहिँ 0.601, यानि कि कति अङ्क पाएको छ नेपालले भन्दा 0.601, यो चाहिँ इम्पोर्टेन्ट छ। त्यस्तै दिगो विकास सूचकाङ्क 2024 मा चाहिँ नेपाल कतिौँ स्थानमा, दिगो विकासमा 95औं स्थान। त्यस्तै आर्थिक स्वतन्त्रता सूचकाङ्क 2024 मा नेपाल कतिौँ स्थानमा छ। आर्थिक स्वतन्त्रता सूचकाङ्क 2024 मा नेपाल 130औं स्थानमा रहेको छ। त्यस्तै शक्तिशाली राहदानी इन्डेक्स, शक्तिशाली राहदानी, राहदानी भनेको के हो, पासपोर्ट। शक्तिशाली राहदानी अथवा
यसलाई हेनली पासपोर्ट इन्डेक्स पनि भन्छ है। हेनली पासपोर्ट इन्डेक्स अथवा शक्तिशाली राजधानी सूचकाङ्क 2024मा नेपाल कतिौं स्थानमा रहेको छ भन्दाखेरि हेनली पासपोर्ट इन्डेक्स 2024मा नेपाल 101औं स्थानमा रहेको छ। त्यस्तै वर्ल्ड इनोभेसन इन्डेक्स 2024 वर्ल्ड इनोभेसन इन्डेक्स 2024 अथवा विश्व नवप्रवर्तन सूचकाङ्क भनेर सोध्छ नेपालीमा सोध्यो भने यसलाई विश्व नवप्रवर्तन सूचकाङ्क 2024मा नेपाल कतिौं स्थानमा छ भन्यो भने चाहिँ नवप्रवर्तनमा नेपाल अहिले 109औं स्थानमा रहेको छ। र यो इनोभेसन वाला त कति सोध्यो अस्ति शाखा अधिकृतमा धरि यहाँबाट क्वेसन चाहिँ आएको थियो। र यसपालिको लागि इम्पोर्टेन्ट एउटा विश्व भोकमारी सूचकाङ्क पनि हो। विश्व भोकमारी हङ्गर इन्डेक्स विश्व भोकमारी सूचकाङ्क 2024मा चाहिँ नेपाल भोकमारीमा 68औं स्थानमा छ। र यसपालिको लागि एकदमै हाई चान्सेस यहाँ दिएकाहरू मध्ये नै सबैभन्दा बढी सम्भावना बोकेको प्रश्न चाहिँ यहाँ लास्टमा छ। यो हो क्लाइमेट रिस्क इन्डेक्स। यो धेरै नै इम्पोर्टेन्ट छ है। क्लाइमेट रिस्क इन्डेक्स अथवा जलवायु जोखिम सूचकाङ्क भनेर सोध्ला क्लाइमेट रिस्क इन्डेक्स 2025 भन्नु पर्यो यसलाई। क्लाइमेट रिस्क इन्डेक्स 2025 मा नेपाल कतिौं स्थानमा छ भन्यो भने 69औं स्थानमा छ। यसलाई भेरी भेरी इम्पोर्टेन्टमा राख्नु होला। यो क्वेसन यसपालि काहीँ न काहीँ सोध्छ। आशा गरौँ तपाईकै पालामा सोधोस्। ल यो भयो एकदमै। अरू धेरै छन् सूचकाङ्कहरू तर भेरी हाई चान्स भएको यहीँबाट र सूचकाङ्क सोध्यो भने लगभग यहाँभन्दा बाहिरबाट जाँदैन। त्यसपछि अब भने हामी कता जान्छौँ भन्दा केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू कहिले मनाइन्छ र त्यो दिवसको 2024 अथवा 25 को नारा के थियो भन्ने कुरा हेर्छौँ। ल भयो भने अगाडि जाउँ।
नेपालीमा तलको क्लाइमेट रिस्क इन्डेक्सलाई जलवायु जोखिम सूचकाङ्क भन्न सकिन्छ। सर 0.60 पछिको 9 के भनिन्छ भन्नु 0.601 चाहिँ यहाँ सुन्नु है, मानव विकास सूचकाङ्क भनेको अङ्क हो नि त। कति अङ्क पाएको छ नेपालले भन्दा मानव विकासमा नेपालले 0.601 अङ्क पाएको छ र यो मानव विकास सूचकाङ्क 0.601 नेपालको छ भने यो अङ्कले चाहिँ विश्वको कतिौं स्थानमा नेपाललाई पारेको छ भन्दा विश्वमा चाहिँ 146औं स्थानमा पारेको छ भनेको र नेपालको मानव विकास सूचकाङ्क 0.601। मानव विकास सूचकाङ्कमा -145 भनेको त्यो के भनेको मलाई थाहा भएन। यो चाहिँ 0.601 मानव विकास सूचकाङ्क हो नेपालको अहिलेको। भ्रष्टाचार यो बढी हो। 107 भनेको लास्टतिरको, धेरै भ्रष्टाचार हुने देशहरूको सूचीमा लास्टतिर हो। भ्रष्टाचार हुने सूची भनेको 1 नम्बरमा आउने देश भ्रष्टाचार एकदमै कम हुने देश, लास्टतिर आउने देश भ्रष्टाचार धेरै हुने देश हो। नेपाल लास्टतिरै छ, यानि कि भ्रष्टाचार धेरै हुने देशमा पर्छ। मानव विकास सूचकाङ्कमा 145औं त होइन, 146औं हो। 24मा ल 24मा अब 25 को आयो भने अब त्यसको हेरौँला। अब केही दिवस र तिनीहरूको नारा है, केही दिवस र तिनीहरूको नारा। ल केही दिवस र नारा। ल यहाँ हेर्ने राष्ट्रिय ध्यान दिवस कहिले राष्ट्रिय ध्यान दिवस नभनौँ, राष्ट्रिय धान दिवस मात्र भनौँ। राष्ट्रिय धान दिवस कहिले मनाइन्छ? असार 15मा राष्ट्रिय धान दिवस मनाउँछ। र राष्ट्रिय धान दिवस 2081 को नारा के थियो भनेर सोध्दा अब असार 15 आएकै छैन यसपालिको है। 2081 को राष्ट्रिय धान दिवसको नारा के थियो भनेर सोध्यो भने जलवायु मैत्री कृषि, जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि, जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नारा छ 2081 को। त्यस्तै राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ? नेपालमा बाल दिवस हरेक महिना हरेक वर्ष भदौ 29मा मनाइन्छ। र बाल दिवस 2081 को नारा के छ? बाल दिवस 2081 को नारा चाहिँ बाल बालिकामा लगानी, बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने छ। सुनिश्चित भविष्यको थालनी। बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नारा छ। त्यस्तै राष्ट्रिय कर दिवस कहिले मनाइन्छ? राष्ट्रिय कर दिवस यसपालि नासुमा सोध्यो। मैले राष्ट्रिय कर दिवस यसपालि एकदमै हाई चान्स छ है सोध्ने भनेको, फ्याटै सोध्यो। र नारा के छ भनेको नारामा फ्याटै आयो। ल 25 को आएको छ भन्नुभएको छ मानव विकास सूचकाङ्क। ल आएको रहेछ भने तपाईँहरूलाई म हेरौँला है, भोलि अपडेट गराइदिनु आएको रहेछ भने। राष्ट्रिय कर दिवस
24 को नारा भन्दा पनि पहिला कर दिवस कहिले मनाइन्छ भन्नु पर्यो। कर दिवस मङ्सिर 1 मा मनाइन्छ र कर दिवस 2081 को नारा के थियो? कर दिवस 2081 को नारा कर प्रणालीको सार, कर प्रणालीको सार लगानीको आधार भन्ने थियो। कर प्रणालीको सार लगानीको आधार भन्ने चाहिँ नारा थियो। त्यस्तै राष्ट्रिय उद्योग दिवस कहिले मनाइन्छ? राष्ट्रिय उद्योग दिवस चाहिँ मङ्सिर 9 मा मनाइन्छ है। राष्ट्रिय उद्योग दिवस मङ्सिर 9 मा मनाइन्छ। 2081 को राष्ट्रिय उद्योग दिवसको नारा के रहेको छ भने 2081 को नारा चाहिँ उद्यमशील संस्कृति, उद्यमशील संस्कृति राष्ट्रको समृद्धि भन्ने नारा छ। उद्यमशील संस्कृति राष्ट्रको समृद्धि भन्ने चाहिँ नारा रहेको छ। त्यस्तै राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? राष्ट्रिय योग दिवस नेपालमा हरेक वर्ष माघ 1 गते मनाइन्छ र 2081 को नारा के छ? राष्ट्रिय योग दिवस 2081 को नारा रहेको छ स्वस्थ समाज, समृद्ध नेपाल, स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने छ। विश्व शान्तिका लागि योग। स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने राष्ट्रिय योग दिवस 2081 को नारा छ भने राष्ट्रिय भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ? राष्ट्रिय भूकम्प सुरक्षा दिवस चाहिँ कहिले मनाइन्छ? राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा हरेक वर्ष माघ 2 मा मनाइन्छ र भूकम्प सुरक्षा दिवस 2081 को नारा के थियो? भूकम्प सुरक्षा दिवस 2081 को नारा भूकम्पले सिकाएको पाठ, भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्व तयारीको साथ, सुदृढ पूर्व तयारीको साथ भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्व तयारीको साथ भन्ने चाहिँ नारा रहेको छ।
ल भयो भने यसलाई पनि मेटाउँ है। ल त्यस्तै अर्को हुन्छ विश्व योग दिवस। विश्व योग दिवस चाहिँ कहिले मनाइन्छ? अहिलेको राष्ट्रिय योग दिवस त्यो माघे गते, विश्व योग दिवस चाहिँ जुन 21 मा मनाइन्छ है साथीहरू। विश्व योग दिवस जुन 21 मा मनाइन्छ र 2024 को नारा के थियो? विश्व योग दिवस 2024 को नारा रहेको थियो योगा फर सेल्फ एन्ड सोसाइटी भन्ने। योगा फर सेल्फ एन्ड सोसाइटी भन्ने नारा थियो। र 2024 बाट मनाउन थालेको एउटा दिवस छ विश्व ध्यान दिवस भन्छ यसलाई है। विश्व ध्यान दिवस। विश्व ध्यान दिवस कहिले चाहिँ मनाइन्छ भन्दा यो चाहिँ डिसेम्बर। विश्व ध्यान दिवस कहिले मनाइन्छ भनेर सोध्यो भने चाहिँ डिसेम्बर 21 मा मनाइन्छ र यसै पालिबाट मनाउन थालेको यो चाहिँ ख्याल गर्नुपर्ने कुरा के छ त यो पहिलो हो र यसपालि सोधि पनि सकेको छ कतै र 2024 बाट मनाउन थालिएको भने 2024 को पहिलो ध्यान दिवसको नारा के थियो? विश्व ध्यान दिवस 2024 को नारा के थियो भनेर सोध्यो भने इनर पिस ग्लोबल हार्मोनी भन्ने थियो। इनर पिस ग्लोबल हार्मोनी भन्ने चाहिँ नारा रहेको छ। त्यस्तै विश्व सिमसार दिवस कहिले मनाइन्छ? विश्व सिमसार दिवस कहिले मनाइन्छ? वेटल्यान्ड्स डे। यो भनेको हरेक वर्ष फेब्रुअरी 2 मा मनाइन्छ र विश्व सिमसार दिवस 2024 को नारा के छ? विश्व सिमसार दिवस 2025 के आइसक्यो नि यो त। 2025 को नारा छ प्रोटेक्टिङ वेटल्यान्ड protecting wetlands for our common future. Protecting wetland for our common future भन्ने नै छ। त्यस्तै विश्व स्वास्थ्य दिवस। हरेक वर्ष अप्रिल 7 मा मनाइन्छ है। अप्रिल 7 2024
यो पनि भनेपछि अप्रिल 7 25 आइसक्यो। 2025 को नारा चाहिँ के थियो त भन्दाखेरि हेल्दी बिगिनिङ होपफुल फ्युचर। हेल्दी बिगिनिङ होपफुल फ्युचर भन्ने चाहिँ नारा रहेको छ यसको। त्यस्तै विश्व पृथ्वी दिवस। विश्व पृथ्वी दिवस कहिले मनाइन्छ भन्दा यो भनेको अप्रिल 22 मा। र 2025 को नारा के छ? 2025 को नारा छ प्लानेट पावर आवर प्लानेट भन्ने प्लानेट पावर आवर प्लानेट भन्ने चाहिँ पृथ्वी दिवस 2024 को नारा रहेको छ। र विश्व वातावरण दिवस चाहिँ कहिले मनाइन्छ? विश्व वातावरण दिवस जुन 5 मा मनाइन्छ। र 2024 को नारा के छ? 25 को आएको छैन क्यारे, जुन 5 को आएकै छैन। 2024 को नारा रहेको छ विश्व वातावरण दिवस 2024 को नारा आवर ल्यान्ड आवर फ्युचर। आवर ल्यान्ड आवर फ्युचर भन्ने चाहिँ नारा रहेको छ यसको। त्यस्तै यो लेख्नु, अरु एउटा दुईटा छ, धेरै छैन है। ए अन्टार्क्टिकामा मानिस गएर पनि बस्दैछन् भन्ने सुनिँदैछन् सर भन्नुभएको रहेछ। अन्टार्क्टिकामा मानिस गएर पनि, अब वैज्ञानिकहरू गएर त बस्छ नि। वैज्ञानिकहरू गएर 3 महिना 4 महिना 6 महिनाको लागि बस्ने गर्दछन्। पृथ्वी दिवसको नारा प्लानेट पावर आवर प्लानेट भन्ने हो। ल एजुकेसन सम्बन्धी शिक्षा पढाउँदा पनि लेखा छ 1-2 वटा है। नारै भन्ने शिक्षा सम्बन्धी त्यस्तो छैन। शिक्षा दिवसको नारा नै 4 हात जतिको छ, लामो, त्यो त्यति जरुरी हुँदैन त्यस्तो नाराहरू लोकसेवामा। अलि छोटो छोटो चट्ट चट्ट अप्सनमा राख्न मिल्ने खालको, ठिक्क अट्ने त्यस्तो खालको नाराहरू राख्छ। र अरु त त्यस्तो केही छैन। जनसङ्ख्या दिवस जुलाई 11 मा मनाइन्छ। ठिक छ। अरु छन्
जनसङ्ख्या दिवस, महिला दिवस छन् नि, थुप्रा छन्, बढी इम्पोर्टेन्ट यिनीहरू हुन्। दिवसको कुरा गर्ने हो भने त प्रत्येक दिन एउटा दिवस परिरहेको हुन्छ। ल फेब्रुअरी 2 सिमसार दिवस क्या, वेटल्यान्ड्स डे भन्छ नि, सिमसार दिवस, वेटल्यान्ड्स डे। ल त्यस्तै जैविक विविधता दिवस है, विश्व जैविक विविधता दिवस, बायोडाइभर्सिटी डे कहिले मनाइन्छ? विश्व जैविक विविधता दिवस मे 22 मा मनाइन्छ। र विश्व जैविक विविधता दिवस 2024 को नारा के रहेको छ भनेर सोध्छ। 2024 को नारा आज कति हो? मे पनि झन्डै 25 आउन लाग्यो। 21 रहेछ, भोलि हो यो। 2024 को नारा के रहेको छ भन्दाखेरि बी पार्ट अफ द प्लान, बी पार्ट अफ द प्लान भन्ने छ। र विश्व बाघ दिवस, विश्व बाघ दिवस कहिले मनाइन्छ? वर्ल्ड टाइगर डे जुलाई 29 अथवा जुलाई 29 मा मनाइन्छ। 2024 को नारा के छ? विश्व बाघ दिवस 2024 को नारा कल फर एक्सन भन्ने नारा छ। र अन्तिममा विश्व पर्यटन दिवस, विश्व पर्यटन दिवस कहिले मनाइन्छ? विश्व पर्यटन दिवस सेप्टेम्बर 27 मा मनाइन्छ, सेप्टेम्बर 27। 2024 को नारा के छ? 2024 को नारा विश्व पर्यटन दिवस 2024 को नारा रहेको छ टुरिज्म एन्ड पिस भन्ने नारा छ। पर्यटन र शान्ति भन्ने 2024 को नारा रहेको छ। ल यति नै दिवस र नाराबाट। अब अन्य केही प्रश्नोत्तर आज गर्छौं र भोलि खेलकुद सम्बन्धी समसामयिकहरू गरिसकेपछि हाम्रो कक्षा चाहिँ द एन्ड हुन्छ। सगरमाथा दिवस मे 29। कुनै 2081 कुनै 2024 भन्नुभएको छ। अन्तर्राष्ट्रिय दिवसहरू अङ्ग्रेजी महिनामा लेख्नु पर्यो। नेपाली राष्ट्रिय दिवसहरू नेपालको वर्ष अथवा नेपालको महिनामा लेख्नु पर्यो नि त, त्यही भएर कुनै नेपाली दिवसमा 2081 लेखेको हो, अङ्ग्रेजीको हो 2024 लेखेको हो, त्यसरी नै आउँछ क्वेसन है। थर्ड को विश्व पर्यटन दिवस, वर्ल्ड टुरिज्म डे। वैशाखबाट जोइन भएको साथीहरूको सबैको कोर्स कम्प्लिट हुन्छ, चिन्ता गर्नु पर्दैन, किनकि यो वर्षैभरि चलिरहन्छ क्लास। तपाईँहरूको सम्पूर्ण कोर्स चाहिँ एक लट सकेपछि फेरि अर्को लट सुरु हुन्छ, अर्को लट सकेपछि अर्को लट सुरु हुन्छ। त्यस कारणले गर्दा चिन्ता गर्नु पर्दैन। वर्षैभरि पढेरै बस्छु भन्दा पनि पाइयो। ल बिहान त प्राय जीके को मात्र क्लास हुन्छ। बिहानको 5 देखि 6 प्राय म्याक्सिमम जीके को क्लास मात्र हो है साथीहरू। ल अन्य केही प्रश्नहरू है, प्रश्न र उत्तर। लयान नेपालसँग हवाई सम्झौता भएको जम्मा देश।
हवाई सम्झौता भएको जम्मा देश 42। 42वटा राष्ट्रमध्ये पहिलो देश कुन हो? 42वटा राष्ट्रमध्ये पहिलो देश नेपालसँग हवाई सम्झौता भएको भारत हो। भारतसँग सन् 1964 नोभेम्बर 26मा यो सम्झौता भयो। र अन्तिम देश कुन हो नेपालसँग हवाई सम्झौता भएको अन्तिम देश? अन्तिम देश भन्नाले 42औं देशलाई बुझ्नुपर्छ। फेरि पछि 43औं देश भयो भने त्यो अन्तिम देश रहँदैन है। अन्तिम देश अथवा 42औं राष्ट्र कुन हो नेपालसँग हवाई सम्झौता भएको भने स्विजरल्यान्ड भन्ने देश चाहिँ नेपालसँग हवाई सम्झौता भएको अन्तिम राष्ट्र हो। कहिले भनेर सोध्यो भने चाहिँ सन् 2024 फेब्रुअरी 6मा भएको थियो। यो चाहिँ नेपाली मिति सोध्न सक्छ जस्तो लाग्छ मलाई। 2080 माघ 23मा भएको थियो यो सम्झौता है। 2080 माघ 23मा। र सेकेन्ड लास्ट अथवा 41औं राष्ट्र चाहिँ कुन हो भनेर सोध्छ। नेपालसँग हवाई सम्झौता भएको 41औं राष्ट्र चाहिँ अफ्रिकी राष्ट्र रुवान्डा भन्ने देश हो। रुवान्डासँग चाहिँ सन् 2023 डिसेम्बर 5मा यो सम्झौता भएको थियो। यदि नेपाली मिति सोधेको खण्डमा चाहिँ विक्रम सम्वत 2080 मङ्सिर 19मा यो सम्झौता भयो। त्यस्तै नेपालले श्रम सम्झौता गरेको जम्मा देश कति छ? नेपालले श्रम सम्झौता गरेको जम्मा देश। नेपालले श्रम सम्झौता गरेको जम्मा देश। श्रम सम्झौता गरेको जम्मा देशको संख्या 12वटा पुगेको छ। पहिलो देश कुन हो? नेपालले श्रम सम्झौता गरेको पहिलो देश कतार हो। कतारसँग सन् 2005 मार्च 21मा यो सम्झौता गरेको थियो। र अन्तिम राष्ट्र अथवा यसलाई हामीले भन्नुपर्छ 12औं राष्ट्र कुन हो? नेपालसँग श्रम सम्झौता भएको 12औं राष्ट्र भने जर्मनी हो। जर्मनीसँग नेपालले सन् 2023 अक्टोबर 10मा यो सम्झौता गरेको थियो। र 11औं राष्ट्र अथवा सेकेन्ड लास्ट कन्ट्री चाहिँ कुन हो? नेपालसँग यो श्रम सम्झौता भएको 11औं राष्ट्र भनेको चाहिँ नेपालसँग श्रम सम्झौता भएको 11औं राष्ट्र चाहिँ रोमानिया भन्ने देश हो। रोमानियासँग चाहिँ कहिले भन्दाखेरि सन् 2023 अक्टोबर 6मा यो सम्झौता भएको थियो। पोहोर साल निमाविको परीक्षामा शिक्षा दिवस असोज 2 गते थाहा हुँदाहुँदै आत्तिएर भदौ 29मा लगाएदेखि सबै मिति याद गरेको छु सर भन्नुभएको छ। पोहोरदेखि हुनुहुन्छ है? ल ठिकै छ। अब शिक्षा दिवस पढेको यहाँ शिक्षा दिवस शिक्षा पढाउँदा लगभग छुटेको थिएन है। शिक्षा दिवस असोज 2 गते। शिक्षा पढ्ने विद्यार्थीले शिक्षा दिवसै बिर्सिएपछि त बर्बाद भइहाल्यो नि। ल अब त याद गर्नु पर्यो। 41 राष्ट्र चाहिँ के लेखेको भने नि नेपालसँग हवाई सम्झौता भएको 41औं राष्ट्र चाहिँ कुन हो भनेर सोध्छ। अन्तिम भनेको 42औं हो तर 41औं सँग पनि हाम्रो भएको छ। र 41औं राष्ट्र चाहिँ रुवान्डा अथवा नेपालसँग हवाई सम्झौता भएको सेकेन्ड लास्ट कन्ट्री को हो भन्दा कुन हो भन्दा रुवान्डा भन्ने देश हो भनेको। ल ल साथीहरू आजलाई यति नै पनि गरौँ हामीले है। बाँकी भोलिको कक्षामा गरौँ। ल भोलि खेलकुद हुन्छ र भोलि समयसम्म सकेसम्म सक्ने प्रयास गर्छु है भोलि। त्यसपछि नयाँ टपिक जाउँला। पारिस्थितिक पद्धति दिगो विकासहरू भन्ने कुरा गर्नुहुँदै थियो त्यही टपिक गरौँ। ल हस्त धन्यवाद सबैजनालाई।